केटा हो अब त्यहाँ तपाईँको यसमा भिडियो बनाउनु चाहिँ मिल्दैन न, पुरै जङ्गल हो क्या, जता पनि जङ्गल हो। अब यहाँ इन्ड गर्न चाहन्छु होइन। स्पेस चाहिँ लास्टै ठुलो छ, कति रोपनीमा बनाएको छ यहाँ है। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। मेरो न्यू ब्लगमा स्वागत छ। आई होप कि हजुरहरू सन्चै हुनुहुन्छ अनि म एकदमै सन्चै छु होइन। अनि यहाँ यसो माइन्ड पनि फ्रेस हुन्छ भनेर म चाहिँ यसो हामी घुम्न जान लागिरहेको छौँ होइन, दुईजना चट चलाएर। अब बुढाबुढी भइसकेपछि यसो कहिले काहीँ बुढीलाई पनि घुमाउनु पऱ्यो होइन गाइज हो। हजुरहरूले नि यसो त्यो चाहिँ दिमागमा राखिरहनु पर्छ है ल। अब भ्लग के कस्तो हुन्छ हेर्दै जानु हो होइन। बाटो के कस्तो छ अब डाँडा पाखातिर होइन। त्यता त बाघचितुवा नि आउँछ भन्ने सुनेको थिएँ। अब बाघचितुवा देख्यो भने भिडियो बनाएर हजुरलाई यो भिडियो मार्फत बाघचितुवा नि देखाउँला होइन। लाली गुराँसहरू नि अब लाली गुराँसको नि सिजन भइरहेछ, डाँडामा लाली गुराँसहरू नि वाइल्ड फलिरहेको होला। त्यो पनि यसो अब कहाँ के कसरी लाली गुराँसको बोट कस्तो भन्ने हजुरहरूलाई थाहा छैन भने त्यो पनि यो भ्लग मार्फत म ल्याउँदैछु होइन। त्यसकै लागि पनि हामी घुम्न जान लागिरहेको हो। खासमा चाहिँ लाली गुराँसको लागि हाम्रो चाहिँ राष्ट्रिय फुल हो नि त होइन गुराँस भनेको त। अनि त्यसकै लागि चाहिँ म निक्लेको घरबाट होइन। आजको भ्लग चाहिँ हेरिदिनु होला फुल होइन। मन पर्यो भने शेयर लाइक। क्या बोला तूने? पहले क्या बोला? चल चलो जाके इलाज करो। मन पर्यो भने होइन लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन। अनि यस्तै मिठो मिठो भ्लग हेर्नको लागि चाहिँ होइन अनुज नेपाललाई सब्सक्राइब गर्नु है त गाइज हो। अब हेरौँ के हुन्छ अहिलेको बाटो हेर्दै जानु है त गाइज हो। अब हामीले चाहिँ यहाँ ल्याइदिएको छु मैले सामानहरू, क्यापस्याप खै के आएको छ यहाँ झोलामा अर्डर थियो। अनि एउटा किन्दाखेरि अर्को उपहारमा राखेको थिएँ क्या मैले कम्बो सेट बनाएर। त्यहाँ तपाईँको यसमा भिडियो बनाउनु चाहिँ मिल्दैन होइन, भित्र गएर। अनि यहाँ चाहिँ तपाईँले के कस्तो लाग्छ होइन, यहाँ चाहिँ एकदम फ्रीहरू कुहिरोहरू आउँछ। अनि यहाँ गाडीहरू पनि छ क्या तपाईँको, त्यो नेपालमै नदेखेको गाडी हुन्छ नि विदेशतिर, त्यो बच्चाहरूले चलाउँछ नि ठुलो गाडी यस्तो चलायो भने त्यो गाडीहरू पनि छ क्या यहाँ भाडामा चाहियो भने चाहिँ हजुरहरूलाई होइन। आउनुहोस् होइन, यो चाहिँ रिसोर्ट हो, हजुरले भिजिट चाहिँ गर्नु होला यहाँ चाहिँ। अनि पहिला एकचोटि प्रियङ्का कार्की दिदी र अनि प्रियङ्का हस्बेन्ड आउनु भएको थियो छोरीहरूलाई लिएर आएर ठाउँमा होइन। उहाँको भिडियो हेर्नु भएकै होला होइन गाइज। अनि लाइक सेयर सब्सक्राइब चाहिँ गर्नुपर्छ। बाटो चाहिँ अब यहाँसम्म चाहिँ एकदम राम्रो छ, यता आउँदाखेरि बाटो। अनि यहीँबाट चाहिँ अलिकति तलतिर झर्दा चाहिँ बाटो राम्रो छैन गाइज हो होइन। तलको बाटो पनि म हजुरलाई देखाउँदैछु होइन। हेर्नुहोस् तलको बाटोहरू चाहिँ एकदम नराम्रो छ क्या। अब यहाँबाट तपाईँ ओर्लिन थालेपछि यहाँको बाटै राम्रो छैन क्या। बाइक चाहिँ बाटो चाहिँ डेन्जर छ यार। म त एउटा हातले बाइक चलाउँदै एउटा हातले मोबाइल समात्दै गरिरहेको छु यस्तो बाटोमा पनि। चिप्लो पनि डेन्जर चिप्लो छ है यहाँनिर। यहाँ बाटो चाहिँ डेन्जर छ, तलतिरबाट चाहिँ नआउनु होला तपाईँहरू, माथिबाट आउनु होला।